नयाँ पार्टीबाट सुरु भयो अब केटा अड्किँदैन कहिले भड्किँदैन हातमा कहिले भड्किँदैन अब जहिले पनि जुन ठाउँमा गए पनि मलाई बाल छैन हिजो अस्तिको कुरालाई छोड्दै अब अर्को कुरालाई मोड्दिएर जा सिधा बरु भन्दै के गर्छस् भने गर मुजी मलाई बाल छैन मुजी खेल्ने भए खेल्ने मुजी आइज सिङ्गल मुजी भिड्ने भए भिड्ने मुजी आइज सिङ्गल मुजी केटाहरू लिएर आउँछस् भने आइज मुजी मलाई बाल छैन मुजी नयाँ पार्टीको केटा म त सबजना साइको छ मुजी सबजना भेजा हो मुजी चिने छैन भने चिने हुन्छ मुजी लम्मा रप्प हानिदिन्छ मुजी थाहा छैन मुजी पुष्पा हेरेर छैन मुजी रप्प रप जान्छ मुजी गोली जस्तो बोली आउँछ मुजी अड्किँदैन कहिले पनि सधैँ क्रोध जान्छ एकदम बेसी मुजी जोसुकै खोके पनि बाल छैन मुजी बढी बोल्नेलाई मुखमै खुकुरी क्वास कोचाएर हिँड्छु मुजी लम मुजी छिनाएर हिँड्छु मुजी अन्त बुढी एक साइडमा हुन्छ त्यसको सिजप थाहा छैन मलाई अब ग्राउन्डमा म पनि छिरिसकेँ टाइम छैन भने टाइम हेरे हुन्छ अब गाई खानलाई मस्ती गर्न आएको मुजी मलाई बाल छैन पैसा सैसाको मुजी अहिलेको चढेको चार जस्तो भइसक्यो पैसा मुजी जो पनि मुजी पैसा मात्रै भनिरहन्छ मुजी मलाई बाल छैन मुजी घाँसपात खाने बेला सागपात मुजी रोप्ने बेलामा केरा जस्तो मुजी बारीसारी छैन मुजी नेपालभरि एउटा मात्र मुजी ठाउँ मुजी कहाँ जाने के गर्ने खोइ सपना केही छैन बोक्या मैले होइन अहिलेसम्म म अर्का पनि छैन गरिरहेको छु एकदम बिहानदेखि खटिरहेको हुन्छु बेलुकासम्म तर म अझै पनि हारेस खाएको छैन चरेस पनि खाएको छैन भन्दिनँ म छिटो बोल्न आउँदैन या इज्जत र सिज्जतको छोड्दै कुरा अब बिस्तारै हुन्छ सपना पुरा यो केटा टोलको हरिँदै बिच बाटोमा एक्दै खुकुरी नचाउँदै पुरानो स्ट्यान्ड मेरो अहिलेसम्म गएको छैन नाइ सानी पालो अब मेरो के गर्नु खोइ जतिजना आए पनि बोकिरहन्छ मुजी गरेर देखाउने बेलामा पछाडि परिरहन्छ जो पनि मुजी के गर्ने खोइ सहेन मुजी कति रकम मात्र बोकेर हुँदैन अब दौडिनु पर्छ भने दौडिनै पर्छ अब ब्ल्याक अब केटाहरू सबजना ठ्याक खुडा कति छ अब इन्डियाबाट मगाउनु